आज बिहानको 7:30 हामी टिकापुर पार्कमा प्रवेश गर्दैछौँ। हामीले बनाना चिप्स र चिया खाएर अब भित्र जाने प्रवेश गर्ने तयारीमा छौँ। टिकट पनि लिइसक्यौँ। प्रति व्यक्ति 30 रुपियाँ रहेछ। अनि नटिप्नु हेर कोपिला नचुद्नु पाप लाग्दछ दया र धर्म लाग्दछ। ल टिकापुर पार्कको भित्र हामी प्रवेश गरिसक्यौँ। ल हेलो गर न। हेलो टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर बृहत उत्थान टिकापुर कैलाली नेपाल रहेछ। अब हामी जाने चाहिँ कता हो? बन्द गरे त त्यहाँ त ए मोटरसाइकल पनि भित्र ल्याउनु मिल्दो रहेछ होइन? बाहिर राखेँ त मैले लिएर आइसकेको हो लिएर आइसकेँ। यहीँ पार्किङ गर्ने हुन्छ। मोटरसाइकलको 10 रुपियाँ त रहेछ पार्किङ। लिएर आइसकेँ यहीँ राख्छु हो। आफ्नो सेफ पनि त हुन्छ त नि। हामी महेन्द्र आरोग्य गृह नै तिमीले रोकेर रोकिन्छन् र? हेलो डगी। क्या साइड लुक्स दिन्छ यार डगीले पनि। फोन गर न। कसरी बोल्ने ल सिकाइदियो त क्यामेरामा भिडियोमा। रेडी क्याप्चर। मलाई यस्तो मन पर्दैन के। तिमीलाई मन पर्दैन मलाई पनि मन पर्दैन। महेन्द्र आरोग्य गृह महेन्द्रलाई यहीँ औषधि गरेको थिएँ। आरोग्य भने हस्पिटल भने जस्तै होइन र? हो जडीबुटीवाला। जडीबुटीवाला हो। आयुर्वेदिक। राजाले जहाँ पाइला टेके त्यहीँ विकास हुँदो रहेछ होइन? त्यही भएर त अहिले राजतन्त्र ल्याउने भनेको त। अहिले राजतन्त्रको उसमा छु के अरे केसमा छु? निर्विरोधमा छु। निर्विरोध राजतन्त्र ल्याउने राजतन्त्रको पक्षमा छु भन न। अब के गर्ने भाषा जान्दैन खासै। म त हालको व्यवस्था जे छ त्यसैमा ठिक छ। तर व्यवस्थामा चाहिँ अलिकति जुन प्रविधि जुन सिस्टम छ त्यो चाहिँ चेन्ज हुनुपर्छ भन्नेमा हो। महेन्द्र आरोग्य गृह यसलाई भन्दो रहेछ। यहाँ चाहिँ मलाई ठ्याक्कै ज्ञान त भएन तर यहीँ हुनुपर्छ। महेन्द्रलाई राजा महेन्द्रलाई औषधि गरेको स्थानीय उपचार स्थानीय जडीबुटीद्वारा निको भएको। केही लामो समय यहाँ बसेका थिए सायद। ल महेन्द्र आरोग्य भवन आरोग्य गृह वाह कमल को फूल फूलो आहा। वाह क्या दामी कमल फूल।
आहा कति रातो कमलको फुल हो यार। फुलको आँखामा फुलै संसार। Oh. बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला फुल सोचेर तिमीलाई फुल सोचेर मनको। जुन महेन्द्रको कवितामा चराको चिरबिर चिरबिर भन्ने शब्द थियो त्यो ठ्याक्कै यहाँ सुन्न पाइएको छ। विभिन्न चराचुरुङ्गीहरूको आवाजहरू चिरबिर चिरबिर गरेको सुनिरहेको छ, सुन्न सक्नुहुन्छ तपाईँहरूले पनि। उनीहरू अझै महेन्द्र आरोग्य गृहमा फोटो खिचिरहेछन् क्या हो। महेन्द्र आरोग्य गृह अब म त्यहाँ पारि जाँदैछु। अब यो काठकोदेखि जानुपर्दो रहेछ। राइट अघि त रहेछ यार। खिदिम ल नै नै यिनले गाउँछ नि तिमी नाच नाच ल बाबु। बर्थडे भए मान्छेले गीताउनु पर्यो त यार। यहाँ नाच्नु पर्यो बर्थडेको मान्छेले। बर्थडेको मान्छे छोड नाच्छन् र हेर्छन्। बर्थडे त झन् मुख्य त दुला दुला जस्तो हो नि त झन्। त्यो ननाचेर त झन् कामै हुँदैन बर्थडेमा। तिमी कतिमा पर्छौ? छिटो बिहा गर्ने र प्र्याक्टिस पनि हुन्छ। छिटो बिहा गर्ने यिनले छिटो बिहा मन त छिटो त पनि गर्न सक्छ। तिम्रो के नाम हो? मेरो चेतन। चेतन के थापा। तिम्रो? आदित्य। ह? आदित्य। जात छैन? खड्का। कुन खड्का हो तिमी? म पनि खड्का हो त। अच्छा नि खड्का। खड्का पनि धेरै खड्का हुन्छ नि। छुत्रे खड्का अच्छा नि खड्का के खड्का के खड्का? खै त। पुवार खड्का। अछामी अछामी। कुन खड्का हो? अछामी होला। अछामी। अछामी बड्डो भन्ने गीत छ नि के रे? अछामी बड्डो गयो बड्डी। होइन अरे अनि ती यहाँ आएको कति भयो तिमीहरू अछामबाट? थाहै छैन तिमी यहीँ जन्म्यौ? तिमीहरूलाई यो यो घरको बारे थाहा होला भने थाहै रहन्छ। तिम्रो खतम रहेछ मान्छे। बुवा आमालाई थाहा भनेर हुन्छ र? बुवा आमाले भात खाएर तिम्रो पेट भरिन्छ र? त्यसै तिमी पेटमा हुँदाखेरि मात्रै भरिने। तिमी बाहिर निस्किसकेपछि त बुवा आमाले खाएको के अरे भोग भरिने त बुवा आमालाई मात्रै हो नि। झोला भरिन्छ? त्यसै हावा कुरा गरे फेरि।
लोटो होला अहिले 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 जम्मा पानीमा अहिले गयो मात्रै बढिहाल्छ हल्लिँदो रहेछ हल्ला नै नदी हेर्न जानुहुन्न नदी कता हो तिमीहरूले देखाइदिइसक्यो तिमी जानलाई हो हामी गएर आइसक्यौँ गएर आइसक्यौ अब पानी बढ्ला हुन्छ नि त वर्षाको होइन अनि माछा मार्छौ कि नै बल्छी बल्छी खेल्दैनौ यता कतै खेल्न दिँदैन नदीमा नदीमा अँ नदीमा माछा आउँदैन यहाँ बर्खा महिनामा मार्दैन ल भाइ ल भाइ भाइ यो लेडिज पार्टीसँग आइयो भने यो फोटोको प्रब्लम हुन्छ क्या यो फोटो गर्छन् होइन फोटो बढी फोटोको प्रब्लम अनि अब एकै ठाउँमा खिची छन् के खिचेको यस्तो खिचेन त्यहाँनिर हल्लिँदो रहेछ अनि चढिसक्यो थियो अब्बी उहाँले त भन्नु भएको थियो उहाँ डुबोमा गएर फोटो खिच्छ नि अब आइसक्यो यहाँ खिचौँ कि भयो अहिले त्यो घरमा त